I have your contact. I've been getting your messages for a few days, and I wish you a very good luck. And then right now, let's close this conversation. And you please take care of yourself. And and one thing I must tell you that Nepalese citizens are known as a very honest and very nice people. So I'm sure that this guy will prove it again, and then he will come back to you and accept you. रवि भनेको एउटा राजनीतिमा बाघ हो, बाघ है साथीहरू। र अहिले नेपाललाई चाहिने भनेको रवि हो। भ्रष्ट नेताहरूले किन जेल हालेको रविलाई, किन सहकारी ठग भनेर प्रमाण जुटाउन सकेको छैन, तर रविले सहकारीको पैसा खाएको छैन, त्यसैले प्रमाण भेटेको छैन। 1 साल भइसक्यो र यो चोर भ्रष्ट दलाल नेताहरूलाई चाहिँ खोरमा हाल्न सक्ने भनेको रवि मात्रै छ, एक त रवि मात्रै छ। र मेरो कमेन्टमा भुक्न आउँछ नि प्याउ प्याउ गरेर रवि ठग हो भनेर, 1-2 जना छ कि धेरै छैन, 1-2 जना। तिमीहरूले प्रमाण लिएर मेरो कमेन्टमा देखाइदे। तिमीहरू गगन थापा बन्न नखोज, गगन थापाको पछि लाग्दा हुन्छ तिमीहरू। सहकारी ठग भनेर कमेन्ट गर्नेहरू गगन थापासँग जाँदा हुन्छ, जा भाइ हो, बुझिस् नि। अब पनि रविलाई सहकारी ठगेको हो भन्न आउनुभन्दा अगाडि प्रमाण लिएर आइज मेरो कमेन्टमा है, सहकारी ठग भन्नेहरूले।